नमस्ते सबैजनालाई। मेरो नाम पार्वती गुरुङ, म पोखरादेखि हो। र म चाहिँ अहिले मेरो चाहिँ बुटिक छ होइन। मैले फेसन सम्बन्धी ड्रेसहरू सम्बन्धी भन्ने गर्ने थिएँ सधैँ। आज चाहिँ मलाई यो ब्युटी टिप्स सम्बन्धी भन्न मन लाग्यो कि ब्युटी सम्बन्धी एउटा टिप्स दिन मन लाग्यो कि तपाईँहरूलाई। यो सबैको समस्या हो, यो कपाल सेतो फुलिने छिटै फुलिने कि 30-35 वर्षदेखि नै कपाल फुल्न सुरु हुन्छ क्या। आजकलको त्यो खानाहरू भयो, अनि केमिकलहरू युज गर्छौँ हामीले होइन। अब केमिकल तेलहरू लगाउँछौँ, अनि केमिकल युक्त त्यो स्याम्पूहरू युज गर्छौँ होइन। अनि कलरहरू केमिकल युक्त त्यो कलरहरू गर्छौँ होइन। कपालहरू रङ्गाउने गर्छौँ होइन फेसनले गर्दाखेरि। अनि त्यो भएको कारणले गर्दाखेरि कपालहरू छिटो फुल्ने हुन्छ कि सेतै फुल्ने हुन्छ होइन। तर मेरो नि फुल्न त फुलेको छ, अलिअलि फुलेको छ। अब उमेरले पनि फुल्छ फुल्न त, अब नि 15 आगिसकेपछि त अनि कपाल पनि फुल्छ। 15 फुल्नलाई यतिको त फुल्नै पऱ्यो होइन। तर पनि रोकथाम चाहिँ गरेको छु कि मैले। नजिकबाट देखाउँछु है त मेरो कपाल यस्तो छ कि। यो चाहिँ घरेलु उपाय छ कि एउटा। यो कपाल छिटो सेतो नहोस् नफुलोस् भन्नको लागि चाहिँ एउटा घरेलु उपाय छ होइन। त्यो म तपाईँहरूलाई भन्छु। अनि यस्तै गरी तपाईँहरूले मेरो भिडियोहरू हेर्दै गरिराख्नुहोस् होइन। अनि म यस्तो घरेलु टिप्सहरू म धेरै स्वास्थ्य सम्बन्धी होइन, फेसन सम्बन्धी अनि ब्युटी सम्बन्धी टिप्सहरू दिइराख्ने छु है। मेरो आफ्नो अनुभव हो कि, अरूबाट कसैबाट होइन कि, मैले आफै अनुभव गरेर अनि मैले भन्ने गर्छु क्या। अनि मैले चाहिँ 30-35 वर्षमा एकचोटि मैले कलर गरेको थियो होइन। अनि कपालमा ब्राउन कलर गरेको थियो। त्यसपछि मैले कहिले नि गरेको छैन। मेरो एकदम कपाल झर्न थालेपछि मैले कपाल कलर के अरे गर्दिनँ। मैले त्यो युज गर्ने भनेको एउटा स्याम्पू युज गर्छु। अनि घरकै तेल लगाउँछु, तोरीको तेल अनि नरिवलको तेल, खाती त्यो प्योर के नरिवलको तेल अनि तोरीको तेल लगाउने गर्छु होइन। घरमै उत्पादन भएको। नरिवल त उत्पादन हुँदैन, किन्नुपर्छ होइन। तोरीको तेल घरमै हुन्छ, तोरीको तेल लगाउने गर्छु मैले। अनि त्यसपछि स्याम्पू त अब युज गर्नै पऱ्यो होइन। त्यस्तै गरेर अनि त्यस्तै गरेर अनि मैले चाहिँ केमिकलहरू युज गर्न छोडेँ होइन। सितिमिति मैले गर्दिनँ। अब युज गर्नेमा केमिकल युज गर्ने भनेको मैले एउटा स्याम्पू मात्रै युज गर्छु होइन। अरू चाहिँ मैले गर्दिनँ। यो कपाल सेतो नफुल्नको लागि के गर्ने भन्दाखेरि हामीले चाहिँ एलोभेरा चाहिँ हामीले गमलामा लगाउने होइन। त्यो किनेको भन्दा राम्रो, खासै राम्रो हुँदैन किनेको भन्दा घरमै गमलामा लगाउने। अनि गमलामा लगाएको त्यो टिपेर अनि त्यो के अरे त्यो गमलाको त लेदो हुन्छ नि, त्यो चाहिँ लगाउने के। त्यो के अरे एलोभेराको लेदो हुन्छ, त्यो यसरी टन्नै लगाउने के। यसरी लगाउने, डेली लगाउने कि। त्यो लगाएर कपाल च्याप पनि हुँदैन होइन, झन् सफ्ट नरम हुन्छ क्या कपाल। अनि त्यो डेली लगाउने। अनि त्यो गर्दाखेरि मेरो एकदम समस्या थियो कि, मेरो कपालको एकदम धेरै समस्या थियो। अनि त्यो एलर्जी के अरे त्यो के भन्छ अरे के भन्छ त्यसलाई डेन्ड्रफ एकदम बढी भएर अनि एकदम उस भएको थियो कि। मेरो पुरै कत्ला जाने त्यस्तो भएको थियो कि। एकदम समस्या त कति दबाई लगायो, कति औषधि उपचार गरेर डक्टरलाई कति देखायो होइन। स्किनको डक्टरलाई देखायो, भएन। अनि त्यो के अरे मेडिसिन त्यो के भन्छ अरे स्याम्पूहरू युज पनि गर्यो है। त्यो युज गर्नेसम्म राम्रो हुने, त्यो युज गर्न छोडेपछि पनि त्यो जस्तै त्यो गरेपछि त्यो स्याम्पू युज गरेपछि फेरि मेडिसिन त्यो स्याम्पू युज गरेपछि कपाल झार्ने के समस्या। यो छाला चाहिँ राम्रो हुने तर कपाल चाहिँ झार्ने के, त्यो समस्या एकदम थियो मेरो। अनि अब के गर्ने भने एकदम मलाई टेन्सन भइरहेको थियो। अनि मैले एकचोटि विचार गरेँ। अनि एलोभेराले कपाल स्किनलाई राम्रो गर्छ अरे भन्ने सुनेको थिएँ होइन। स्किनलाई राम्रो गर्छ भनेपछि त यो पनि कपालको यो जरा पनि मेरो स्किन नै हो होइन। अनि त्यही भएर त्यो डेन्ड्रफको लागि भनेर मैले लगाउने गरेँ होइन। अनि लगाउने गरेको त अनि त्यो डेन्ड्रफ पनि सन्चो भयो, कपाल झर्न पनि हरायो होइन। अनि कपाल पुरै सेतो हुन लाग्थ्यो कि, मेरो पुरै कपाल सेतो भइसकेको थियो। अनि आस्ते आस्ते कालो हुँदै आएछ कि। त्यही भएर मैले यो त्यही भएर मैले चाहिँ मलाई मात्रै फाइदा भइरहेको कुरा होइन, मैले आफ्नो अनुभवको कुरा अरूलाई नि सेयर गरौँ भनेर अनि मैले भिडियो बनाएको होइन। तपाईँहरूलाई पनि गर्नुहोस् होइन। अनि अर्को कुरा फेरि के भन्दाखेरि अलि धेरै सेतो फुलेको छ भने त त्यसमा चाहिँ एउटा चाहिँ अर्को अमलाको जुस के, उसमा आयुर्वेदिक पसलमा पाइन्छ होइन। आयुर्वेदिकको पसलमा बोतलमा पाइन्छ त्यो प्योर अमलाको जुस। त्यो अमलाको जुस पिउने गर्नुहोस् होइन। बिहान खाली पेटमा 1 गिलास पानीमा 2 कप त्यो के भन्छ 2 ढक्कन जति यति हालेर अनि घोलेर पानीसँग पिउने गर्नुहोस् होइन।
अनि त्यसरी खाने गर्नुहोस् डेली खाली पेटमा। अनि त्यसपछि एलोभेरा लपक्कै लगाउनुहोस् होइन, भित्रभित्र छालामा यसरी के यसरी। अहिले मसँग एलोभेरामा अहिले म पसलमा हो होइन, म घरमा छ मेरो एलोभेरा, पसलमा छैन। पुरै यस्तो जरामा लगाउनुहोस् होइन, लगाएर सुत्नुभयो भने लगाएर सुत्नुहोस्, यसरी लगाएर सुत्नु। भोलि बिहान उठेर धुनै पर्छ भन्ने छैन। अब तपाईँलाई अप्ठ्यारो लाग्छ भने धुनुहोस्, नत्र भने धुनु पर्दैन। मैले हिजो सादा लगाएको हो, मेरो कपालमा केही समस्या छैन, त्यस्तो च्यापच्याप हुने, चिल्लो हुने त्यस्तो केही छैन, दागसाग लाग्ने त्यस्तो केही छैन होइन। अनि मेरो चाहिँ यो छालाको समस्या थियो, एकदमै छालाको समस्या थियो। छालाको समस्या पनि सन्चो हुँदै गर्छ। पुरै रातो दाना थियो कि मेरो यो स्किनमा, पुरै दाना रातो दाना, कपाल जम्मै झरेर खुइले भइसक्यो थियो है। अलि बल्लै पलाउनु लाग्छ, अलिक पलाउँदै पनि छ। अनि त्यो झर्न पनि रोकिएछ कि। अरू के पनि होइन, मैले सिर्फ एलोभेरा दल्छु अनि अमलाको जुस खाने गर्छु कि। अहिले चाहिँ अलिक कम भयो, अमला 1 महिना त्यो भयो मैले खाएको छैन। फेरि त्यो अमला जुस डेली पनि खानु हुँदैन, 1 महिना खाने अनि 1 महिना रोक्ने कि, सधैँ खानु पनि हुँदैन। त्यो त्यति मात्रै गऱ्यो भने तपाईँको कपाल चाहिँ छिटो सेतो हुँदैन पनि, अनि सेतो भएछ भने नि रोक्छ कि। त्यो जति भयो त्यसपछिको चाहिँ हुँदैन कि, जति भयो होइन। अनि भइसकेको छ भने पनि जति सेतो हुने भयो, नभएको चाहिँ रोकथाम हुन्छ कि, रोकिन्छ कि, सेतो हुन रोक्छ। अनि अलि आस्ते आस्ते त्यो सेतो भएको पनि अलि आस्ते ब्राउन हुँदै जान्छ। अनि त्यसपछि हाइलाइट गरे जस्तो देखिन्छ कि। मेरो भन्छन् साथीहरूले, मलाई हाइलाइट गरेको भन्छ कि। होइन, मैले कलरै कहिले गरेँ, एकचोटि गरेँ, 30-35 वर्षको उमेरमा एकचोटि गरेको थियो। अनि एकदम कपालमा समस्या आएपछि मैले गरिनँ। अनि मेरो फेरि बाथको उस पनि बिमार पनि छु म, त्यो बाथको उसले गर्दाखेरि एकदम समस्या थियो, मेरो कपाल झर्ने। अनि त्यसपछि पुरै कपाल झरेर अनि पुरै स्किन पुरै एकदम त्यो दाना आउने, चिलाउने बेसरी, अनि एकदमै समस्या थियो कि मेरो। अनि अहिले हल हुँदै त्यो 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 सबै ऊ भयो, सन्चो भयो, छालाको त्यो सबै सन्चो भएर पनि। अनि खास मैले त्यो एलर्जी भन्दा पनि त्यसलाई के भन्छ डक्टरले, त्यो धेरै ऊ भएर त्यस्तो भएको अरे के भन्छ त्यसलाई, धेरै डेन्ड्रफ भएर फङ्गस भएको भन्थ्यो, डेन्ड्रफको फङ्गस भएको धेरै भएर भन्नुभएको थियो कि डक्टरले। पुरै दाना आएको थियो, त्यो रातो दाना आएको थियो, अनि दुख्ने, चिलाउने, अनि चिलायो दुख्ने, त्यस्तो भएको थियो। त्यो समस्याले सबै हटेर अहिले कपाल झर्न पनि रोकिएछ। अनि कपाल पनि सेतो कपाल पनि कालो हुँदै गएछ, ब्राउन, सेतो भाग ब्राउन भएछ। अनि कालो भाग चाहिँ सेतो भएको छैन, त्यस्तो हुँदै गएको छ। तपाईँहरूले पनि यो मैले भनेको टिप्स गर्नुहोस् होइन, फाइदा हुन्छ, बेफाइदा चाहिँ गर्दैन होइन। सकेसम्म फाइदा चाहिँ हुन्छ। मलाई आफूले गरेको अनुभव भएको भएर अनि मलाई अरूलाई पनि सेयर गर्न मन लाग्यो होइन। यो चाहिँ सबैको समस्या हो कि, केटा मान्छे होस् चाहे आइमे मान्छे होस्, जो सबैको समस्या हो कि। आजकलको बच्चाको झन् 25-30 वर्षदेखि नै सुरु हुन्छ कि कपाल फुल्नलाई। मेरो त कति 40-45 वर्षदेखि हो सुरु भएको सेतो हुन होइन। अहिले अब बुढी भइसकेँ, त पनि छैन सेतो। अब सेतो भएको छैन, हेर्नुहोस्, तपाईँले हेर्नु सक्नुहुन्छ होइन। यो मेरो नेचुरल हो, मैले कलर केही पनि गरेको छैन होइन। सेतो हुने भनेको त जराबाट हो कि, हेर्नुहोस् है त। यहाँनिर अलिकति धेरै छ मेरो, हेर्नुहोस् है त। मैले रङ चाहिँ लगाएको छैन है, कलर मैले कहिल्यै लगाउँदिनँ, किनभने मेरो स्किनको समस्या थियो, त्यही भएर मैले लगाइनँ कि। केमिकल कहिल्यै पनि हालिनँ, पुरै कपाल झर्ने र अनि त्यसपछि झन् त्यो घाउ, त्यो छालामा भएको यस्तोमा छालामा घाउ थियो, त्यो घाउ झन् चाप्ने के, त्यो भएको भएर मैले कहिले पनि लगाइनँ। अनि सेम्पू पनि मैले 1 वर्षसम्म सेम्पू युज गरिनँ कि। मैले सेम्पूको ठाउँमा के युज गरेँ भने रिठा, सिकाकाई, अमला, यो तिनवटा धुलो पाइन्छ बजारमा होइन। त्यो 3टा धुलो ल्याएर अनि त्यसलाई मिक्स गरेर अनि त्यसपछि त्यसलाई एकछिन भिजाएर अनि त्यसपछि त्यो धुलोलाई, त्यो पाउडरलाई भिजाएर अनि त्यसले चाहिँ के अरे मसाज गरेर अनि त्यसपछि पखाल्थेँ क्या। त्यस्तो गरेँ मैले 1 वर्षसम्म मैले त्यो गरेँ होइन। त्यसपछि अनि अलिकति
कम भयो कपाल झर्न, अनि त्यो स्किनको त्यो छालाको त्यो अलिकति समस्या कम भएपछि अनि त्यसपछि अब कपाल कसरी अब सेतो हुन लाग्यो कपाल, अब के गर्ने, अनि कपाल त्यो छालालाई कसरी सन्चो बनाउने भन्दाखेरि मलाई आइडिया आयो कि सोच आयो कि अब त्यो एलोभेराले सब छालाको के अरे समस्याहरू राम्रो हुन्छ भनेपछि घाउहरू जे भए पनि त्यो एलोभेरा लगायो भने हराउँछ, दागहरू धब्बाहरू के भन्छ हराउँछ भन्छ नि त। अनि त्यो भएको भएर अनि मैले पुरै अनि कपालमा लगाएर हेर्छु, एकचोटि ट्राई गर्छु भनेर लगाउन थालेको हो कि। तपाईँहरू पनि यस्तै गर्नुहोस्, तपाईँहरूलाई पनि एकचोटि विचार गर्नुहोस् कस्तो हुँदो रहेछ। अनि त्यसपछि मलाई चाहिँ कमेन्ट गर्नुहोस् है त, मेरो भिडियोमा कमेन्ट गर्नुहोस्, अनि सब्सक्राइब पनि गर्नुहोस्। मैले यस्तो टिप्सहरू हालिराख्ने छु है, घरेलु टिप्सहरू राख्छु।